साथीहरू यहाँ चाहिँ भर्खरै 8 बजेको छ एकदमै जाडो छ नेपाल भन्दा नि म त चिया खान जानु छ आज त अर्कै ठाउँमा चिया खानु पऱ्यो त्यहाँ मल्खाका चिया नखान जानु पऱ्यो मल्खाका चिया मिठो हुँदैन त्यो बुढाले मिठो बनाउँदैन चिया त्यहीँ 10 रुपियाँ तिरेर 10 रुपियाँ भने जस्तो चिया पाउँछ अब अन्त त्यहाँ चिया खान जान्छ है त आज त्यसो दिनु पऱ्यो अन्त चिया खान जानु पऱ्यो मल्खाका चिया चाहिँ नखानु पऱ्यो आज फोहोर फाल्नु पनि आएको थियो फोहोर मैले फालिदिएँ अब आज अन्तै चिया खानु पऱ्यो मल्खाका चिया चाहिँ नखानु पऱ्यो मिठो नबनाउनु क्या मल्खाको चिया मल्खाले बनाउँछ त्यो बुढाले मिठो चिया बनाउँदैन त्यो पैसा तिरेर त्यो मिठो चिया नखाने हेर्नु न एकदम जाडो छ यहाँ बाटोमा त यहाँ त पानी आउँछ हाम्रो बहे ठाउँमा चाहिँ 5:30 बजी पानी आउँछ यहाँ चाहिँ 8 बजी आउँदा चाहिँ मेसिन लगाइरहेको छ अनि गाडीहरू पनि यस्तै राखेर हाम्रो यस्तो लक लगायो भने चाहिँ के भन्छ हामीले ट्राफिकले समात्यो के भन्छ यहाँ त यस्तै राखेँ गाडी त्यो के हराउँछ हराउनु त हराउँदैन यहाँ त्यही पनि अब आफ्नै सुरक्षा गरेर राम्रो होइन हेर्नु न यत्तिकै साइडमा यत्तिकै गाडी राखेर चाहिँ पार्किङ गर्ने ठाउँ हुँदैन यहाँ यत्तिकै गाडी हामीले गाडी नै गाडी हो सबै किनभने पार्किङ गर्ने ठाउँ हातपछि बनाएको हुँदैन कि पुरानो बिल्डिङ रहेछ यो अहिले नयाँमा त बनाएको हुन्छ नयाँमा त्यो चाटा पाटासम्म गाडी राख्नु मिल्छ नयाँ बिल्डिङमा चाहिँ त्यो चौकीदार राख्छ यिनीहरूले एउटा काम पनि त्यो गाडी त्यहाँ चौकीदारले गाडी पनि पुस्छ अनि गाडी पुछ्यो 5 रुपियाँ पैसा दिँदैछ यिनीहरूले एउटा गाडी पुछ्यो पैसा 5 रुपियाँ चाटाको कति आयो 2000 रुपियाँ आयो चौकीदार पैसा त्यो 12,000 13,000 10,000 यस्तै दिँदो रहेछ धेरै पैसा त कहाँ दिन्छ सक्छ तिनीहरू थोरै पैसामा मात्रै यहाँ काम गर्नु पाए लाउनु पाए त हुन्छ अनि एउटा कुरा बताउनु चाहिँ बिर्सिराखेँ तपाईँलाई मैले किन इन्डियामा चाहिँ कस्तो भने फोहोरको पैसा चाहिँ पर्दैन है हाम्रो नेपालमा कस्तो नगरपालिकाले फोहोर उठाउनु आउने पैसा दिने अनि के अरे प्राइभेट गाडी आउने पैसा माग्छ नि यहाँ फोहोरको पैसा पर्दैन फोहोरको 1 रुपियाँ पनि पर्दैन फोहोरको यहाँ 1 रुपियाँ पनि पैसा पर्दैन है त यो फोहोर उठाउने गाडी हो 1 रुपियाँ पनि पैसा पाउँदैन यस्तो यिनीहरूले यस्तो गाना गाउँछ नि फ्रीमा 1 रुपियाँ पैसा पर्दैन ल नेपालमा यस्तो फ्रीमा कहाँ हुन्छ है त मैले भिडियो बनाइरहेको थिएँ त्यही भएर हेरिरहेको होला त्यसले ठिकै छ अब यहाँबाट थक्कला आज चाहिँ म अर्कै ठाउँमा जान्छु अनि चिया खान्छु है आज चाहिँ बिहान बिहान जाडो छ भने नेपाल भन्दा पनि जाडो छ नेपालमा जस्तो जाडो हुन्छ जस्तो लाग्छ नि यहाँ त अलिकति चिसो क्या ठन्डै हुने कि चिसो उसु ढाके जस्तो चिसो हुने क्या टोपी लाउनु पनि फेरि टोपी लाउनु बानी छैन मन त्यही त हो नि अब जाँदैछु है त म चिया खाने ठाउँमा गएपछि त तपाईँलाई देखाउँछु है त भिडियो अब गोजीमा हात हाल्नु पऱ्यो चिसो छ यहाँ धेरै चिसो छ धेरै फलफुल पसल हो तपाईँ यहाँ आएर चाहिँ फलफुल लिन सक्नुहुन्छ है यहाँ फलफुल लियो भने चाहिँ दोकानभन्दा अलिक सस्तो पर्छ त्यो दोकानभन्दा त्यो 1 दर्जन केराको 10-15 रुपियाँ सस्तो पर्छ त्योभन्दा सस्तो चाहिँ पर्दैन अब म चिया चाहिँ आज अर्कै ठाउँमा खान्छु है यहाँ त यस्तो अटो रिक्सा चल्छ यहाँ यस्तो चल्छ तराईको अलिकति टुना होला नि तपाईँलाई आज म अर्कै ठाउँमा खान्छु नयाँ ठाउँमा गएर खान्छु है त चिया ल यहाँ त एक्सर्साइज पार्क छ यहाँ मैले भने यहाँ ठाउँमा हरेक ठाउँमा यहाँ पार्क छ यहाँ चाहिँ भनौँ बिहान बिहान मर्निङ वाक गर्ने मान्छेहरू अब यस्तो एक्सर्साइज गर्ने मान्छेहरू यहाँ आउँछ यहाँ भित्र देखिरहनु भएको छ नि पार्क हो यहाँ आउँछ अब म चाहिँ आज नयाँ ठाउँमा चिया खान जाँदैछु सधैँ एक ठाउँमा चिया खाँदा अलिक चित्त नबुझे जस्तो लाग्ने के नपुगे जस्तो लाग्ने खल्लो खल्लो भएको सधैँ तपाईँ दाल भात खायो भने कस्तो लाग्छ भने त मिठो लाग्छ लाग्दैन कहिले अचार खानु पनि लाग्छ कहिले साग खानु पनि लाग्छ भने जस्तो आज चाहिँ नयाँ ठाउँमा खानुपर्छ चिया टेस्ट यहाँ फेरि पसलै बेसी चिया फरक डिफ्रेन्ट चिया हुन्छ यहाँ कहिले कुन मसला हालेर बनाउनु रहेछ कसले कुन चियापत्ती हालेर बनाउनु रहेछ त्यही भएर यहाँको चिया त अलिकति फरकै हुन्छ खै त्यहाँको पसल त बन्द खै चिया यहाँ चिया खान आउँछ भने पसल बन्द खै चिया खै पसलै खुला खान्छ यहाँ पसल खुला हुनुपर्ने ठिकै छ अन्त होला यहाँ पसल खुला नभए खै हेर्नु त बिहान भएर हो कि बिहान त चिया जाने हो नेपालमा भयो कति चिया जानु भने त असनमा हेर्नु त सानो पसल यस्तो चिया जान्छ त्यहाँ असनमा है चिया खायो भनेपछि मान्छेहरू भुत्तुकै हुन्छ जाडो छ नि त यहाँ एकदमै तर यहाँ कति मान्छे जाडो भए पनि सबैजना त्यो पन्जा नलाउनु रहेछ र चिया पसलले होला चिया खानु पऱ्यो खानु पऱ्यो चिया बनेगा चिया बनाउनु यहाँ चिया बन्छ अरे सुधा बन्छ अरे भर्खरै खोलिआएको पसल ग्यास स्यास पनि राखेर हुन्छ कति टाइम लाग्छ कितना टाइम लगेगा 5-10 मिनट लगेगा चिया अरे बाप रे बाद में आऊँगा मैं टाइम लाग्छ चिया बनाउनु चिया बनिरहेको खान्छ मजा आउँछ अब 5-10 मिनट को खोल्नु 5-10 मिनट म हिँड्यो भने कहाँ पुग्छ बिहान बिहान एक्सर्साइज पनि हुन्छ नि त जति हिँड्यो त्यति एक्सर्साइज हुन्छ कि यहाँ आएर अलिक मोटो भएको जस्तो लाग्यो मोटो भने के मोटो पनि त्यो 85 किलो 80-85 किलो छ अब त्यो मोटो हो नि त्यो पातलो हो नि पहिला पनि त्यति नै हो म अहिले पनि त्यति नै हो अलिक दबाई छोडिदिन्छ चिया पसल यहाँ जति नै हुन्छ चिया पसल किनभने इन्डियनहरूले बढी चिया दिएर खान्छ कि नेपालीहरू पनि चिया दिएर खान्छ तर यिनीहरूले हामीले भन्दा पनि बढी खान्छ कि
एकजनाले 10-15 कप चिया खानु दिने के कुरा बनाउनु पर्छ अरे 10 मिनट लाग्छ अरे भने अब 10 मिनट कहाँ खुल्ने अन्त जाँदैछ यसो हिँड्नु पऱ्यो एक्सर्साइज पनि हुन्छ अब यो मुजी गाडी कहाँबाट जान्ला न ठाम हट्नु गाडीहरू न ठाम हट्नु यो गाडीहरू कहाँ जान्ला छिटो ल यो चाहिँ मेन हाइवे आयो भने नि यहाँको ट्र्याक ठुलो बाटो आयो यो त ठुलो बाटो हो यहाँको यहाँ चाहिँ बस पनि चल्छ ठुल्ठुलो गाडीहरू बसहरू चल्छ क्या यहाँ त ठुलो बाटो हामी बस्ने चाहिँ कोलोनी जस्तै हो म बस्ने चाहिँ कोलोनी जस्तो हो यहाँ मेन बाटो आयो म बस्ने चाहिँ कोलोनी जस्तै हो क्या यहाँ चाहिँ बस सस गाडीहरू सबै चल्छ क्या त्यससँग जान्छु त्यहाँ सर्वा स्विट मार्केटमा चिया खानुपर्छ किनेर जान्छु यहाँ जस्तो हुन्छ बिहान बेलामा बिहान बिहान हिँड्नुपर्छ क्या तातो नि हुन्छ एक्सर्साइज हुन्छ 1 घन्टा हिँड्नु भने त के हिँड्ने होइन 1 घन्टा हिँड्छ अरू बिहान बिहान हिँड्छ तातो पनि हुन्छ एक्सर्साइज पनि हुन्छ क्या त्यही भएर अब त बिहान बिहान हिँड्नुपर्छ सडक्क लाएर एक्सर्साइज पनि हुन्छ नि त बिहान बिहान हिँड्यो भने गाडी यति चल्छ यहाँ बसेर बिहान बिहान यहाँ रोडहरू ट्याक्क लाएर सफा बस्ने बढाल्छ बिहान बिहान सधैँ बिहान बिहान यहाँ त सफा गरेर बढाल्छ कि त्यही भन्छ मान्छेले भन्छ होइन दिल्ली फोहोर छ भन्छ मलाई चाहिँ त्यस्तो फोहोर लाग्दैन माथि माथि त्यस्तो अब असल जस्तो ठाउँमा मोबाइलतिर त अलिअलि त्यस्तो असल जस्तो भएर जस्तो लाग्यो होला यहाँतिर छैन यहाँतिर भयो अन्त छैन सबै एकदम सफा छ ल गाडीहरू हेर्नु गाडी कतिवटा आफ्नो छ गाडीहरू यति कम छ गाडी यहाँ इन्डियामा यार अब 130 करोड आबादी भयो मान्छेहरू अनि गाडी कहाँ हुन्छ यहाँ फेरि मतलब छ मान्छेहरू बाटो बाटोमा दिनको पूजा फेर्नु मतलब छैन बाटो बाटो पूजा फेर्नु मरिसहरू त्यही भएर नि फोहोर होला यहीँ अब यो रक्सी पाउने अड्डा हो यो चाहिँ आयो नि त रक्सी पाउने कतारमा यस्तो अब चिया पसल आउला यहाँ चाल चिया खानु ल यहाँ बसहरू यसरी चल्छ बसहरू गाडीहरू यसरी चल्छ यो चाहिँ मेट्रोको ट्रेन मेट्रोको भयो मेट्रोको रेल भने छुट्टै हुन्छ डब्बा मेट्रो भने अर्कै हुन्छ मेट्रोको पट्टी हो चाहिँ यो चाहिँ अब मुनि चाहिँ यहाँ त्यसरी बसहरू गाडीहरू मोटरसाइकल चल्छ यहाँ माथि चाहिँ मेट्रो चल्छ है ल हेर्नु यसरी मजाले सर्लक खेलाहरू मन्दिर पनि रहेछ त्यहाँ हनुमानजीको मन्दिर हो कि कसको मन्दिर पनि रहेछ है ल यो चाहिँ मेट्रोको भइहाल्यो होइन पट्टि यहाँ चाहिँ गाडी चल्छ यसरी सर उताबाट आउने यताबाट जाने उताबाट आउने यताबाट जाने ल फेरि यहाँ जापाइती नेपालमा कस्तो जापाइती रोक्दैन गाडी यहाँ स्टपमा मान्छे हाल्यो स्टपमा ओर्लिनु हो यहाँ नेपालमा कस्तो हो र जापाइती यहाँ चाहिँ म लगाएर ठुलो बिल्डिङ बन्ने लगाइरहेको छु यहाँ त्यही भएर यो जस्टाको यो लगाइरहेको छ बार बिल्डिङ बन्नुको लागि ल हेर्नु यहीँ यसरी सर बस चल्छ ल यो बस चल्दा छ नि यहाँ फेरि बस कस्तो 5 रुपियाँ 10 रुपियाँ 15 रुपियाँ हुन्छ क्या बसको गाडी भाडा पङ्खावालाको 10 रुपियाँ बिना पङ्खा 5 रुपियाँ एसीको 15 रुपियाँ यस्तो हुन्छ पऱ्यो म डस्टबिन हराएर हिजो भन्छ डस्टबिन चाहिँ चोरेर ल यहाँ गली गलीमा एकदम विचार गराउनु छ एकदम दिल्लीमा अलिकति चोर पनि बढी चाहिँ हुन्छ नेपालमा त्यस्तो चाहिँ हुँदैन दिल्लीमा त चोर पनि बढी हुन्छ और एक भी चाय दे दो मैं खाता हूँ 2-3 तो चाय पीता हूँ एक दिन में मैं खाता हूँ 15 से ऊपर ही होता है चाय हाँ खाता हूँ 15 से ऊपर खाता हूँ इधर बैठ के 2-3 तो इधर खाता हूँ मैं दूसरा दुकान जाऊँगा फिर उधर खाऊँगा तो यहाँ चाहिँ चिया खान्छु यहाँ चिया पसन्द यहाँ चाहिँ चिया पसन्द भनौँ न खुल्लै रहेछ पुरा जस्तो बिहान यहाँ सबै यतातिर बिहान चाहिँ चिया पसल बन्दै हुँदछ पुरा जस्तो देखेँ यसलाई चाहिँ मठी भन्छ नेपालमा त्यस्तो पाउँदैन यसलाई मठी भन्छ इन्डियन भाषामा नेपालीबाट के भन्ने यसलाई बिस्कुट भन्नुपर्ने अब नेपालमा त्यस्तो मलाई पाउँछ जस्तो लाग्यो नि मठी चिया पनि मिठै रहेछ मैले खाएको भन्दा पनि मिठै छ यसरी उमाल्छ यहाँ चियाको कलरहरू चाहिँ अर्कै छ है त्यो चियाको कलर यस्तो छ चियालाई जति उमाल्यो त्यति मिठो हुन्छ क्या चिया चाहिँ यहाँ मिठो बनाउँदैन धेरै उमालेर बनाउँछ चिया चाहिँ मिठो बनाउँछ ठीक है कल भी आऊँगा ठीक है यहाँ चाहिँ चिया मिठो बनाउँदो रहेछ अब मलखा गएर चिया खानु पऱ्यो चिया चाहिँ एकदम मिठो बनाउँदो रहेछ चिया चाहिँ मलाई मिठो एकदम मिठो लाग्यो बिहान बिहान यसो एक्सर्साइज पनि यसो यहाँ सुरु भयो होइन तपाईँहरूको चिया कहाँ मिठो बनाउँदो रहेछ भनेर खाएँ क्या यो केटा भन्दा मलखाका चिया अलिक मिठो बनाउँदैन कि यहाँ चाहिँ दुध उमाल चियाको लागि दुध उमाल्नु पर्छ क्या दुध मजाले भने जस्तो उमालेर टक्कर बसालेपछि दुध र पानी पहिला हालेर उमाल्नु पर्छ क्या अनि चिया मिठो हुन्छ यहाँ त अब दुध पहिलोमा लान्छ काँचो पानी हाल्यो दुध चिया कहाँ मिठो हुन्छ र चिया बनाउनु अलैँची ल्वाङ हाल्नुपर्छ अनि अदरक हाल्नुपर्छ अनि चिया यस्तो मिठो हुन्छ अनि साथीहरू अहिले चिया मुखै कस्तो एकदमै भनौँ न मुखै कस्तो बाक्लो भएको जस्तो भइरहेको थियो जस मजा आइरहेको छ मलाई चिया खानु चाहिँ तर यहाँ कति चिया 30 रुपियाँको चिया 30 रुपियाँको चिया एउटा मोटी खा मैले 35 रुपियाँको
अब त्यो मल खाएर जान्छु एउटा चिया खान्छु अनि जान्छु 9 बजी लगाइहाल्यो होइन अनि त्यसलाई लिएर त्यो शङ्कर लिएर काम जानुपर्छ पहिला काम पनि गर्नु पऱ्यो नि साथीहरू के होइन म त के भन्न चाहन्छु भने काम चाहिँ गर्नुपर्छ मैले साथीभाइ भनेर मैले समय धेरै दिएँ होइन आफ्नो काम पनि थोरै साथीभाइलाई सहयोग गरेँ तर साथीभाइ लास्टमा कोही पनि हुँदैन तपाईँको जीवनमा यति कुरा विचार गर्नु सबभन्दा ठुलो साथी भने तपाईँको पैसा रहेछ मैले पछि थाहा पाएँ अब तपाईँ समयले सिकाउँछ मान्छेलाई त्यही कारण तपाईँहरूलाई पनि भनेको मेरो भिडियो हेरिरहनु भएको छ भने मैले के हुन्छ नि साथीभाइ जिन्दगीमा कोही पनि हुँदैन हेर्नुहोस् दुःख गर्नुहोस् जिन्दगीमा तपाईँ कोही हुँदैन तपाईँको साथो हुने तपाईँले बिहे गरेको छ भने तपाईँको साथोमा बुढी हुन्छ बच्चा हुन्छ तपाईँको त्यति अरू कोही हुँदैन बाउ आमा कोही दुःखमा कोही माइका लाल हुँदैन तपाईँको दुःखमा साथ दिने भनेको एउटा बुढी र छोरा मात्र उनीहरू कोही पनि हुँदैन तपाईँहरूले साथ दिन कोही हुँदैन मैले त कतिलाई अब भनौँ न पहिला मेरो पसल हुँदाखेरि कतिलाई मैले लुगा त्यत्तिकै दिने उधारो दिने पैसा दिन्छु भने नदिने त्यस्तो गरेँ कि पछि थाहा पाएँ जब आफूलाई परिवेश थाहा हुन्छ कि मान्छेले एकदमै स्वार्थी हुन्छ स्वार्थी त हुन्छ अहिलेको जमानामा तर सोचे भन्दा पनि बढी स्वार्थी हुन्छ कि त्यस कारणले गर्दा अहिलेजना कोही पनि हुँदैन हेर्नुहोस् होइन कोही पनि हुँदैन अहिलेजना पैसा कमाउनुहोस् जोगाउनुहोस् लास्टमा कोही हुँदैन अहिले साथीभाइलाई त्यो चिया बिस्कुट खानिदिने 2-4 खर्च गर्ने भयो बेकार पछि त्यसले आपत पर्दा तपाईँलाई गर्दैन क्या तपाईँसँग पैसा छ त्यसले गर्छ तपाईँसँग पैसा नभएपछि त्यसले वास्तै गर्दैन क्या केही पनि भन्दैन क्या पैसा नभएपछि कहिले वास्ता गर्छ कहिले भन्छ ल भन्नु त अब तपाईँसँग जस्तै अब भनौँ न तपाईँसँग 1000 रुपियाँ छ त 1000 रुपियाँ पत्याउँछ तपाईँसँग लाख रुपियाँ छ लाख रुपियाँ पत्याउँछ भोलि पर्सि तपाईँहरूसँग 1 रुपियाँ पैसा नभएपछि के हुन्छ भन्नु त त्यही साथीहरूले पनि तपाईँहरूलाई 1 रुपियाँ पनि पत्याउँदैन र त्यही साथीहरूले चिया खाँदैन त्यस कारण म के भन्न चाहन्छु भने सबैजनालाई मेरो भिडियो हेरिरहनु भएको छ नि अहिलेको जमानामा न साथी हुन्छ न कोही हुँदैन है अहिलेको जमाना तपाईँ सोच्नु कि म पहिला पनि सिङ्गलै छ अहिले पनि सिङ्गलै छु म होइन भने आफै दुःख स्ट्रगल गर्नु होला होइन र अब तपाईँहरू युट्युब च्यानल खोलेको छ भने लजाउनु पर्दैन के यस्तो भ्लग बनाउनुलाई के लजाएको सिक्ने हो अरूले के भन्छ तपाईँलाई अरूको कुरा सुन्ने होइन कि अरूले खानिदिने होइन अरूले लाउँदिने हामीलाई छोडी अरूले खानिदिने अरूले लाउँदिने हो र होइन आफूले थाहा हुन्छ आफू के गरेर राख्छु नि अब भ्लग बनाएर आज बनाउनु भयो आजको आज त अब तपाईँ कहाँ भाइरल हुनु र होइन तपाईँ त युट्युब च्यानललाई 4 वर्षदेखि 5 वर्ष काम गर्नुपर्छ अनि मात्रै पैसा कमाउँछ लजाउँदै हुँदैन है साथीहरू बोल्नुपर्छ बोलेर पैसा आउँछ भने किन नबोल्ने होइन मान्छेहरू कस्तो पैसा कमाउनु कति लोड काम गर्नुपर्छ भन्नु त भारी बोक्छ मेहनत गर्छ ज्यानी काम गर्छ होइन त्यो त पैसा आउँछ नि यहाँ त बोलेर पैसा आइरहेको छ बोलेर युट्युबले पैसा दिइरहेको त कहीँ रोक्दैन $100 भएपछि खातामा सट्ट तपाईँको पैसा आउँछ टेन्सनै छैन के मतलब छैन के त्यस कारणले गर्दा म के भन्न चाहन्छु तपाईँहरूलाई मेरो अहिले अब त्यहाँ मल खाएको पसलमा जान्छु म मल खाएको पसलमा गएपछि चाहिँ 1 कप चिया खान्छु लगभग 9 बजी होला साथीहरू हात पनि गल्यो टाढा दिने मोबाइलसम्म आएको छु म हात अलिकति गल्यो मेरो बिस्तारै बानी हुन्छ मेरो अनि हात गल्दैन भ्लग त मैले भर्खर सुरु गरेँ मेरो 2टा च्यानल छ एउटा तथ्य सत्य रिपोर्टर रञ्जित बेलामी अर्को रञ्जित दादा भन्ने च्यानल छ रञ्जित दादा च्यानलमा चाहिँ म टिकटकको भिडियो लफडा राख्छु अहिले न्युजको पनि राखेको छ त्यसमा अहिले चलिरहेको छ नि नेपालमा त्यो अहिले चाहिँ घरको सामान जे पाइ त्यही भन्ने रविलाई बालेन होइन राख्छु र अहिले यो यहाँ आएर चाहिँ खोले रञ्जित पेन्टर भ्लगर भन्ने म किनभने यहाँ रङको काम पनि गर्छु नि त म यहाँ पनि ठेका लिएर त्यही भएर खोलेको साथै भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है म डेली मैले के काम गर्छु कस्तो काम गर्छु डेली भ्लग हो मेरो अरू जस्तो न डेली भ्लग राख्छु म बिहानदेखिको बेलुका मैले के गर्छु भने है त मलका पसलमा जान्छु अब चिया खान्छु है त म 2 कप चिया खाएँ साथीहरू एउटा मट्टी खायो 1 कप चिया खायो अरे 1 कप चिया दियो 3 कप चिया मेरो त्यस्तो भएको हो 3 कप चिया खाएँ एउटा मट्टी खाएँ 35 रुपियाँ भयो अब पैसा तिर्नु पऱ्यो यहाँबाट सिधा मलकाका जानु पऱ्यो ट्याक्कै कति बज्यो 9 बजी त्यहाँ पनि 1 कप चिया खानु पऱ्यो अनि घर गएर खाना खाएर काम जानु पऱ्यो म त अब जहिले पनि चामलै खान्छु खाना होइन यहाँ त रोटी खान्छ हामीलाई रोटी अलिक पर्दैन मलाई म त खानै खान्छु खाना खान्छु अनि खाना खाएपछि चाहिँ काम जानुपर्छ अब त्यो पिपल त्यो आफ्नो पेटमा त्यो बस्नुपर्छ अब त्यसलाई लिएर जानुपर्छ त्यसलाई हिजोको पैसा सबै दिन्छ आजसम्म मैले एडभान्स जान्छु त्यसलाई आज मैले त्यसलाई दिनु पनि 600 रुपियाँ हो एकदिनको त्यसलाई यहाँ गाडी 700 रुपियाँ त्यसलाई 600 रुपियाँ पुग्छ अब जब जाम भयो गाडी बसिरहेको छ त्यहाँ मोटरसाइकलले हर्न बजाएको छ मतलब नि मान्छेको हेर्नु बस्ने नसुनेको छ त्यस्तो यसलाई गाडी धोएको एउटा गाडी धोएको 500 रुपियाँ 2टा गाडी धोएको 900 मिलाएर दिन्छु कि अनि मिलाएर पार्किङ गरेर राख्नु बोलिरहेको ल म साथीहरू मात्रै अब काम गर्नु ला लुगा फेरेर काम गर्नु पऱ्यो अब एक्कास यहाँ ध्यानहरू कम जाडो छ नि पुरा हुस्सु लगाइरहेको छ ल भारत आकाशमा पुरा हुस्सु लगाइरहेको छ अब मात्रै काम गर्छु टक्क लुगा फेरिसे यस्तो देख्छ चाहिँ के गर्नु सर्ट हजुर तो फिश और 1 लीटर लाया था मालूम नहीं ये बना के मारो जितना होगा उतना लगाएको त उधर ही होगा नहीं लगाएको नहीं होता काम गर्नु पर्यो डक्टर फिस लाउनु पर्छ पहिला त्यो सिला लगाइरहेको छ रे
चिसो त्यही भएर डक्टर फिस जाउनु लाग्यो डक्टर फिस हालेर चिसो आउँदैन आउनु त आउँछ तर भन्ने म त एउटा कहावत के यो हालेर त सिलाउँदै रोक्दैन किन बाहिरबाट आएको हो क्या चिसो रोक्दै रोक्दैन ल यार यो लागेपछि कस्तो लाग्यो इन्डियन जस्तो देखायो त बिहारी ठ्याक्कै सेम इन्डियन जस्तो देखाएको छ है दारी पालेर त बिहारी जस्तो देखायो होला होइन कि बङ्गाली जस्तो देखायो होला नि त दारी पालेर कालो मान्छे टक्क धोती बेरा छ है यहाँ जाडो पनि हुन्छ र धोती यहाँ चाहिँदैन किन धोती चाहिँदैन गर्मी महिनामा पसिना धेरै छिरिन्छ अनि त्यो मुख फुट्नुलाई जाडो महिनामा जाडो हुन्छ टाउको बाँध्नुलाई रङको छिटा नपरोस् भने यो त सबैले ल्याइन्छ सबैलाई धोती ल्याइदियो भने चाहिँ ट्याक्क लगाएर धोती ल्याएर आउँछ अब यहाँ लुगा लाछ मैले छिटा नपरोस् भनेर कि लगाएको अब काम सुरु गर्छ त सघाउनुलाई सघाएपछि त्यो म ट्युब ल्याउनु पऱ्यो त्यो हालेर त सेतोमा अलिकति अफ वाइट बनाएर चाहिँ छट्ट सिलिङको लागि टलक्क टल्काइदिनु पऱ्यो के भने काम त गर्नुपर्छ है साथीहरू जे काम गरिरहेको त्यो काम सधैँ गर्नु होला र होइन कहिले पनि नडराउनु होला क्या काम गर्नुको लागि बुझ्नु म र अरूसँग बोल्नुको लागि अरूले जे भने मतलब छैन जस्तै म भ्लग बनाइरहेको छु होइन रङको लुगा लगाएर भ्लग बनाउँछु मलाई कसैको मतलब छैन क्या किन थाहा छ म आफै कमाउँछु आफै खान्छु कि अरूले के भन्ला अरूले मलाई थोरै अरूले मलाई दिने हो र आफू काम गर्ने पैसाको लागि तर अरूको लागि मतलब छ नि म त भिडियो पनि बनाइदिन्छु जानी बनाइदिन्छु कि बोल्नु सक्नुपर्छ भ्लग बनाउनुको लागि जानी बनाउनु लाज नमान्नु क्या ट्याक्क क्यामेरा हेर्नु बनाउनु केही फरक पर्दैन दिनुहोस् बिन्दासले मैले बोलेको मैले कसरी बोलेको त्यसरी दिनुहोस् हुँदैन यो त के हो राति म आज त चाँडै उठेँ नि त त्यही भएर निन्दा नपुगेको छ 5:30 बजे पानी आउँछ पानी थाप्नु पऱ्यो अनि 7 बजे 7:30 बजे कफी खाँछु क्या मान्दिनँ त्यस्तो भन्छ अब राति फिल्म हेर्छु म ढिलोसम्म त्यही हो 12-1 बजीसम्म त्यही हो यस्तो होला अब आज राति चाहिँ चाँडै सुत्नु पऱ्यो ल अब काम सुरु गरिरहेको छ त्यसले जानु पऱ्यो हेर्नु पऱ्यो काका लगाइरहेको छ डक्टर फिस अनुसार डक्टर फिस लाग्छ डक्टर फिस लगाएर डक्टर फिस लगाएर दौडा हुन्छ जस्तो लाग्यो नि यहाँको तसली अब के भने भने सब रिसाउँछ कि त्यो जे भने त अझै पनि गरिदिनु ड्याङ के ट्याङ लगाएर साथीहरू म त यो लिनु आएको स्ट्यान्डर्ड भन्छ यसलाई त यो लिनु आएँ यसले चाहिँ कलर बनाउँछ क्या यहाँ यो त सेतोमा हाली अलिकति लाइट आउँछ अनि यो हाल्यो भने त क्रिम कलर भन्छ कि थोरै हाल्यो भने क्रिम कलर भन्छ धेरै हाल्यो भने पहेँलै हुन्छ यो लिनु आएँ कि यसको त यहाँ त यसको ठुलोको तपाईँको यसको छ नि सानोको पर्छ तपाईँको यसको 50 रुपियाँ ठुलोको पर्छ तपाईँको 100 रुपियाँ पर्छ यो कलर बनाउनेको जसले नि काम नि त्यस्तै कलर बनाएर गर्छ कम्प्युटरबाट कमै कलर बनाउँछ यस्तो के अब म चाबी लगाइदिन्छु साउले चाबी दिएको थियो मलाई साउले चाबी दिएको थियो अब चाबी लगाइदिनु पऱ्यो चाबी टक्क लगाएर लगाइदिनु पऱ्यो चाबी यसो लगाइदिनु पऱ्यो चाबी नमिल्दैन कि चाबी नमिल्दैन जस्तो एकछिन ल चाबी लगाइदिएँ मैले त्यसले डक्टर फिस लगाइरहेको छ अब त्यहाँ जानु पऱ्यो त्यसलाई झिनाउने गर्छ डक्टर फिस लगाएपछि वाल कलर लगाइदिनु पऱ्यो पहिला एक कोट वाल कलर लगाइदिनु पऱ्यो अनि वालमा डबल कोट हुन्छ डबल कोट फाइनल आउँदा टेबल कोट वाल टेबल कोट सिलाउनुपर्छ 3 ताल टेबल कोट भने टक्क लगाएर जस्तो नै काम हो कामलाई कहिले पनि सानो नमान्नु होला किन तपाईँको त्यो कामले गर्दा तपाईँको घर परिवारले फ्यामिली पालिरहेको छ भने कामलाई कहिले सानो नमान्नु होला आफ्नो कामलाई देखाउनु कहिले नलजाउनु होला है भन्छु मलाई कस्तो लाग्छ तपाईँलाई अब चाहिँ चियाको चाहिँ कप लिन जानु लाग्यो कस्तो कप भनेदेखि कागजको कप क्या कागजको कपमा त चिया दिन्छ क्या हामीलाई हे त्यो कागजको कपको चिया लिन जानु लाग्यो म चाहिँ मालिकले भने अब होइन यिनीको पसल छ क्या त्यहाँ तल पसल त्यहाँ पसलबाट लिएर आइज भने 4वटा कप के किनभनेदेखि लगाएर यहाँ परिवार बनाउँछ हेर्नु त यहाँ माया लाग्दै यार कसरी मुठाले मेरो त है त्यट कसले मारेर पऱ्यो त्यही ल म चाहिँ पसलमा गएर त कप लिएर आउनु पऱ्यो 4टा कप हाम्रै लागि हो क्या चिया खानुको लागि भन्यो कि कप लिएर आउने त्यो कप भनेर के को कप कागजको कप यहीँनिर चाहिँ यिनीहरू घरको खाने कपमा भाँडामा हामी हाम्रो जस्तो दिँदैन के जस्तै हामी त खाँदैन हाम्रो गिलासमा दिन्छ नि मान्छे अरू आयो भने यिनीहरूले दिँदैन के यिनीहरूले अलिकति काम गर्ने मान्छेले अलिकति हेला गर्दो रहेछ क्या यहाँ त इन्डियनहरूले चाहिँ काम गर्ने मान्छेले अलिकति हेला गर्छ क्या कोही कोहीले माया गर्छ कोही कोहीले हेला गर्छ त्यही हो अब यिनीहरू चाहिँ अब अलिकति हेलाइ गर्छ जस्तो नत्र भए त तिनीहरूको कपमा दिइहाल्छ नि होइन ल म जान्छु है त्यहाँ कप 4 के लिए ल यो चाहिँ मालिकको पसल हो म जुन घरमा काम गर्छु त्यो मालिकको पसल हो हेर्नुभयो
भाँडाकुँडाको पसल छ यो मालिकको चाहिँ जस्तो म चाहिँ हामीलाई चिया खानुको लागि कप लिन कि यस्तो कप हो यहाँ दिएर आएँ यो कप ठिक है अरू क्या अब कप लिएर आइस है साथीहरू हेर्नु होला कप लिएर आइसकेको त्यहाँ भाडा पनि सोधेँ कि नास्ता खानलाई मैले त के भने नि यहाँ इलेक्ट्रिक त्यो लन्च बक्स भन्छ क्या त्यो छ कि छैन भने छ अरे बेलुका यसो लानु पर्ला नचाहिँ मालिकलाई भन्छ है यो हो क्या कप 4वटा प्लास्टिक कप हामीलाई चिया खान लिएर आइस अनि त्यहाँ चाहिँ के अरे लन्च बक्स लानु पऱ्यो खै अब अनलाइनमा त 1000 रुपियाँ 11 भन्छ बेलुका कति भन्छ सोध्नु न अब मालिकलाई मालिक आउँछ होला नि दोकानमा बेलुका कति भन्छ नत्र भात खानलाई लिएर आउनु पऱ्यो बिहान बिहान चिया खान त 10-12 को त बिहानै चिया खान्छौँ होइन भोक लाग्दैन कि अनि दिउँसो खाजाको सट्टाबाट त्यो खाना खानु हुन्छ नि होइन खाना खास्तो हुँदैन फेरि दिउँसो नि चिया बिहान नि चिया ग्यास्ट्रिक हुन्छ भात खाएर आयो पेट टन्न हुन्छ क्या कामै गर्नु लाग्दैन पेट टन्न हुन्छ कामै गर्नु लाग्दैन त्यही भएर यो धोती फुच्के स्याट बाल्नु पऱ्यो माथि गएर गिलास दिनु पऱ्यो अनि चियाको ल्यायो के चार तला गर्छ हिँडेर सुहा हुने मोटो मान्छे त्यही माथि चिया स्या यहाँ चाहिँ अब डबल कोट भइसक्यो अब टेबल कोट लाउनुपर्छ यो चाहिँ डबल कोट हुँदै चाहिँ मसिनो जेरोवाला रोलरले लगाएको यहाँ म देखाउँछु तपाईँलाई जेरोवाला रोलर कस्तो हुन्छ भनेर चाहिँ देखाउँछु है इन्डियामा कसरी लगाउनु जेरो खालको रोलर कस्तो हुन्छ जेरो खालको रोलर अब म तपाईँलाई देखाउँछु है त आइरहेको छ नि हो यस्तो हुन्छ जेरो खालको रोलर ह्यान्ड बुस्टले लाउने अनि रोलरले हल्का मिलाउने कि दाना 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 आउँछ कस्तो राम्रो फिनिसिङ आउँछ कि यो रोलर लगाएपछि नेपालमा त डाइरेक्टै ठुलो रोलरले लाउँछ होइन यसरी त काम त एकदम ढिलो हुन्छ तर फिनिसिङ चाहिँ बबालै आउँछ है फेरि फिनिसिङ त फेरि एकदम बबाल आउँछ यहाँ है फिनिसिङ यो यहाँनिर कसरी देखा त लानु यहाँनिर अब अझ टेबल कोड लाउनु सुकेपछि खतरा रहेछ यहाँ बत्ती कम भएर चाहिँ राम्रो देखाएको छ नि बत्ती नयाँ हाल्ला छ यो सिलिङको बत्ती हेर्छ नि यो सिलिङको बत्ती फेर्नु लाग्छ किनभनेदेखि बत्ती कम भयो अरे साउले ल्याएको थियो बत्ती यहाँ कता 16 बत्ती राख्नुपर्छ यता र उता यसमा पुरा बत्ती फेर्छ यसमा त्यही भएर चाहिँ यहाँ त्यसरी लाउँछ फिनिसिङ भएपछि बवाल यस्तो राम्रो हुन्छ कि कोठा हेर्नु न पहिला कस्तो पत्रुर थियो हेर्नु त वालपेपर लाएको थियो है सबै क्र्याक थियो हो कि होइन अब अहिले हेर्नु त हेर्दा मैले कस्तो बनाइदिएँ यो त मेरो काम गर्ने मान्छे हो लगाएर रोलरले सही मिलाउनु मात्रै हो क्या रोलर केही गर्ने नि यहाँ त झुमरमा छिटा लाग्छ कि भनेर प्लास्टिकले छोपेको यो त ल हेर्नुहोस् हल्का सर मिलाउनु मात्रै हो कि ठाउँमा लगाउँछ हल्का यसले जिरो चला नचला थाहै हुँदैन हातभरि छिट्टा त फाल्छ तर चला त थाहै हुँदैन मसिन छिट्टा फाल्छ कि अहिले यतापट्टिको ओभन मेसिन हो त्यो के हो थाहा छैन मलाई अनि यस्तो हुँदो रहेछ यहाँ खै के हो यो खै तातो चिसो गर्ने हो कि के हो यो त फ्रिज रहेछ अब महँगै फ्रिज होला यो सायद होइन यो अब भाँडाकुँडा राख्ने भइहाल्यो अब यसले यहाँ पेन्ट गरिरहेछ यो त्यही भयो नि यस्तो हुन्छ अनि यहाँ ढुङ्गा टाँस्यो भने प्रायः जस्तो ढुङ्गा किचन यस्तो हुन्छ नेपाललाई खतरा हुन्छ कि दाजुहरू यहाँ त ढुङ्गा नेपालमा त गिर्ना टाँस्छ यो त पुरानो बिल्डिङ भएर पुरानो बिल्डिङमा यस्तो ढुङ्गा टाँस्छ डिजाइन हुने ढुङ्गा यसमा रङ पऱ्यो भने पत्लै जान्छ केही भने पत्लै सट्टा पछि जान्छ यस्तो मैलो छ कोठाहरू पनि चिया पोखेर जान्छ यस्तो चिया पोखेर यस्तो मैलो छ अब रङ लाउनु चाहिँ फ्यामिली हो चाहिँ सबको फ्यामिली बाउ आमा 2टा छोरा रहेछ लाएर रुखको डिजाइन फुल रुखको डिजाइन कडा सोफा सब एकदम महँगो सोफा यो चाहिँ अब त्यहाँ हामी त कति खतरा देखाएको छ बबाल देखाएको छ नि त अब यहाँ बाँकी छ मेरो काम गर्नु अब यसको लागि पनि 2 दिन लाग्छ यसलाई फिनिसिङ गर्नु मलाई यहाँ हेर्नु त यस्तो छ यसको लागि 2 दिन लाग्छ मलाई फिनिसिङ गर्नु ल यो चाहिँ के हो यो घर आएको थियो टल्किन के हो अब चाहिँ म काम सुरु गर्छु है यसले गरिरहेको छ म पनि गर्नु पऱ्यो ल किचनमा काम लगभग सक्यो अब सुक्छ सुक्नु छैन हुन्छ अब म यो झिक्दिनु पऱ्यो यसले झिकाइरहन्छ यो झिक्दिनु पऱ्यो नि अर्काको टन्नले छोपे यो झिक्दिनु पऱ्यो यो झिक्दिनु पऱ्यो राम्रो झिकेर यो झिक्नु पऱ्यो ग्यास चुलो छोड्दा के भन्नु ग्यास चुलो यो भयो यहाँ उता राखिदिनु पऱ्यो आजको लागि भोलि छोड्नुपर्छ तल सोफा भयो ट्याक्क राखिदिउँ अब यो यस्तै फ्यान चल्नु दियो साथीहरू होइन अब हाम्रो त लगभग 6 बजी छुट्टी आउने हो जाडो महिना भएर 5 साढे 5मा
ए स्टाफ को बिल्कुल चट गरेर बनाएको छ ल सिके खान सिके फाइनल बवाल खाएको छ पोस्ट जैसे हैन देख्नु भएको छ म पनि अलि हालसम्म देखिरहेको होला कति घाँस देखा त्यस्तो लुगामा ल अन्त यस्तो हुन्छ फोर देख्छु त म पनि कति हाल्नु तपाईँको छ क्या हामी नेपालीहरू यस्तै गर्छ कि काम हुने काम पछि चाहिँ हेरौँ कति कस्तो हाल्छ ल हेर्नु यहाँ दार्जिलिङमा पऱ्यो सही देख्दैछ दार्जिलिङ आवाजले त सही देखाएको त यसो हेर्नु त ओ माइ गड म के भयो होला यसो कमेन्ट गर्नु होला जति जति बुढो हुँदै गयो त्यति ह्यान्डसम हुँदै गयो जस्तो लाग्छ मलाई खै के हो तपाईँलाई यहाँ काम रमाइछ तपाईँलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है यहाँ त जति जति बुढो हुँदै गयो नि म त्यति ह्यान्डसम हुँदै गयो जस्तो लाग्यो नि आफूले आफूलाई ह्यान्डसम लाग्छ खै छैन म विश्वको ह्यान्डसम मान्छे मै हो या ल त छैन त विश्वकै ह्यान्डसम खतरा कमेन्ट गर्नु होला है तपाईँहरूले कमेन्ट गर्नु होला अब आज चाहिँ हामी जान्छु म चाहिँ अब गएर चाहिँ मल खाएको बस्नु चाहिँ खान्छु है मल खाएको बस्छु म ल अब म जाँदैछु आजको लागि त काम सक्यो भने नि हुन्छ काम चाहिँ सक्यो होइन आजको लागि त काम सक्यो भोलि कति दिन लाग्छ 1 दिन 2 दिन 3 दिन अब 3 दिनमा सक्छ कि खै हेरौँ अब कति दिन लाग्छ काम यो मेरा चैनल सब्सक्राइब करना ठीक है रंजीत पेंटर ब्लॉगर आना आता है ये छोटा चैनल सबसे छोटा है मेरा और बड़ा बड़ा चैनल तो है मेरे पास 2 चल अब मैं तो जाऊंगा ठीक है और मलखा की दुकान है ना मलखा की दुकान हाँ उधर जाके चाय पीऊँगा और तुझको मैं सुबह कितने मिलूँ बोल 9:30 बजे मिलूंगा मलखा की दुकान पे ठीक है 10 बजे इधर आ जाएंगे ठीक है ठीक है फॉलोवर कितने हैं 5000 6,500 है दूसरा चैनल में मतलब कौन सी 3 चैनल है मेरा एक रंजीत बलामी दूसरा रंजीत दादा दूसरा रंजीत पेंटर ब्लॉगर ये ठीक है इसमें करना वो तो मैं उसमें तो मैं नेपाली बोलता हूँ इंडिया समझ जाएगा ये थोड़ा थोड़ा हिंदी बोलता है इसमें एक ठीक है हाँ बताओ ये भाई मेरा चैनल सब्सक्राइब कर रहा है देखो